नमस्ते साथीहरू, तपाईँहरू हेर्न सक्नुहुन्छ। तपाईँहरूले जति पनि नेपाल प्रहरीको जनपदमा जति पनि जना तपाईँहरू मेडिकल गराएर होइन त्यसको रिजल्टको लागि प्रतीक्षा गर्नुभएको थियो, त्यसको रिजल्ट आइसकेको छ। यसपछि तपाईँको लिखित परीक्षाको सूचना आउँछ साथीहरू। पहिला पहिला चाहिँ नेपाल प्रहरीको त्यो फिजिकल बेरिङ हुन्छ, त्यसपछि चाहिँ स्वास्थ्य परीक्षणमा होइन जुन मेडिकल हुन्छ नि त्यसको रिजल्ट आएको छ कि साथी, अस्ति हाम्रो भर्खर 1 महिना पहिला हाम्रो भएको हो। त्यसपछि आज होइन चाहिँ कहाँ कहाँको आयो र कहाँबाट हेर्ने कसरी हेर्ने भनेर म छोटो मिठो सानो एउटा सर्ट भिडियो लिएर आएको छु। तपाईँ हेर्न सक्नुहुन्छ। 1 नम्बरमा रहेको छ काठमाडौँ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्ज काठमाडौँको होइन एउटा आएको हो। एक ठाउँको यति चाहिँ मेडिकलमा को पास भएको छ भन्ने यो लिस्ट आएको छ। लिस्ट कसरी हेर्ने म अगाडि हेर्दै जानु भिडियो, म तपाईँलाई जानकारी गराउँछु। त्यस्तै गरी सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायलको पनि स्वास्थ्य परीक्षणमा होइन पास भएको साथीहरूको नाम आएको छ। त्यसपछि 3 नम्बरमा कर्णाली प्रदेश तालिम केन्द्र सुर्खेतको पनि आइसकेका छन्। त्यसै गरी 4 नम्बरमा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको पनि आइसकेको छ। कसरी हेर्ने भने म तल भिडियोमा लास्टमा म तपाईँलाई हेराइदिन्छु कसरी हेर्ने, कहाँबाट हेर्ने। र मेरो च्यानलको होइन यस च्यानलको डिस्क्रिप्सनमा गएर त्यो लिङ्क खिचेपछि होइन डाइरेक्ट आउन सकिन्छ त्यो ठाउँमा। त्यसपछि होइन 5 नम्बरमा के भनिदिन्छ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको पनि स्वास्थ्य परीक्षणको रिजल्ट आइसकेको छ साथीहरू। त्यसै गरी 6मा बागमती प्रदेश तालिम केन्द्र होइन बागमती प्रदेश तालिम केन्द्रको पनि रिजल्ट आइसकेका छ। त्यसपछि बागमती प्रदेश तालिम केन्द्रको पनि रिजल्ट आइसकेको छ। त्यसै गरी मध्य प्रदेश तालिम केन्द्र जनकपुर सम्पर्क राजविराज भन्ने साथीहरूको पनि तराईतिरको साथीहरूको पनि यहाँ मध्य प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराज आइसकेका छन्। त्यसपछि लास्टमा कोशी प्रदेश तालिम केन्द्र पनि आइसकेका छन्। यसको मतलब चाहिँ टोटली नेपालको आइसकेको छ अब होइन। त्यसपछि अब लिखितको सूचना आउन बाँकी छ। कहिले लिखितको मिति हुन्छ त्यहीहरू सूचनाहरू आउँछ। त्यसपछि त्यो सूचना पनि म तपाईँले यस युट्युब च्यानल मार्फत म तपाईँलाई जानकारी गराउँछु। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने साथीहरू सब्सक्राइब गर्न नबिर्सिनुहोला। यस्तै सपोर्ट गर्दै जानुहोस्, मेरो च्यानललाई अगाडि बढाउनुहोस् र म तपाईँहरूको लागि एकदम न्यू अपडेट र सूचनाहरू लिएर आउँछु। अब कुरा कसरी हेर्ने भनेर मेरो नाम आयो कि आएन, जब अब कुनबाट भर्नुभएको थियो कुनबाट जानुभएको थियो भनेर त्यही क्वेसन हो होइन। यहाँ म लिएर आएको छु थम्बनेलमा होइन जवान प्रहरी स्वास्थ्य परीक्षणको नतिजा। यसको लागि अब तपाईँहरूले के गर्नुपर्छ भने दुईवटा पेज छ कि, एउटा चाहिँ फेसबुक पेज हो होइन, नेपाल पुलिस वेबसाइट एउटा हुन्छ, एउटा नेपाल पुलिसको फेसबुक पेज हो। यो जुन छ नि यो म तपाईँलाई आफ्नो डिस्क्रिप्सनमा राखिदिन्छु। डिस्क्रिप्सनमा खोलेपछि डाइरेक्ट तपाईँ पेजमा पुग्न सक्नुहुन्छ। पेजमा पनि हेर्न सक्नुहुन्छ। पेजमा भेटाउन सक्नु भएन भने नेपाल पुलिसको वेबसाइट पनि छ, यो वेबसाइटमा पनि आएको छ। यो वेबसाइटबाट आएपछि त्यसपछि नै फेसबुक पेजमा हाल्ने हो। यति कुरा भन्दै म यस भिडियोलाई अन्त्यतिर लाग्दैछु होइन। त्यसपछि यो तपाईँ हेरेर आफ्नो नाम हेर्न सक्नुहुन्छ, रोल नम्बर दिएर हेर्न सक्नुहुन्छ कि नाम मेरो स्वास्थ्य परीक्षामा पास भएको छु कि छैन भनेर। धेरै साथीले पनि हाल्नुभएको होला। त्यसपछि तपाईँको नाम आयो भने लिखितको तयारी गर्दा हुन्छ। लिखितको पनि केही दिनमै आउँछ, अब 10-15देखि 20 दिनको भित्रमा आइहाल्छ कि। हस् त, धन्यवाद। र नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। जय नेपाल।